कोसँग डराउने हो हामी कोसँग डराउने हो कोहीसँग डराउने तर म साथीहरूलाई आग्रह गर्छु जो सत्यको पक्षमा उभिन्छ उसले सबभन्दा बढी मर्यादा राख्नुपर्छ नेपाली कङ्ग्रेस पार्टीले आफ्नो मर्यादा राख्नुपर्छ हामीले आफ्नो मर्यादा राख्नुपर्छ म साथीहरूलाई आग्रह गर्छु तपाईहरुले यहाँबाट बाहिर निस्कँदै गर्दा पनि तपाईहरुले भोलि आफ्नो गाउँठाउँमा गइसके पछाडि पनि तपाईहरुले बेलुका सामाजिक सञ्जालमा लेख्दै गर्दा पनि कृपया कसैको बारेमा पनि व्यक्तिगत गाली गर्नु नगरिदिनु होला कसैको बारेमा टिप्पणी नगरिदिनु होला ती साथीभाइलाई पनि हामीले सँगै लिएर हिँड्नुपर्नेछ केही दिन पछाडि जब आज काङ्ग्रेसको विशेष महाधिवेशन सकिन्छ अहिले नयाँ निर्णय सुनाउँछ 2 दिन पछाडि फेरि नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानु छँदैछ नि त्यसकारणले गर्दाखेरि पनि हाम्रो थप जिम्मेवारी छ त्यसले कोही साथी पनि विचलित नभइकन कोही साथी नआत्तिकन कोही साथी नअल्मलिकन र कोही साथी यो भ्रममा नपरिकन काङ्ग्रेस फुटायो काङ्ग्रेस जो गर्यो म फेरि यो पनि सम्झाउँछु फेरि यो याद गर्नु होला मैले त्यसकारणले गर्दा म भनिरहेको थिएँ महामन्त्री विश्वप्रकाश शर्मालाई हामीले ख्याल गर्नुपर्छ है भन्दै गर्दाखेरि होइन कुराकानी भइरहेको छ छलफल भइरहेको छ हामी बसिरहेको छलफल गरिरहेको तर हामीलाई छलफलमा अल्मलाएर अल्झाएर पहिले सबै तयारी गरेर निर्वाचन आयोगमा साथीहरूले ठक्क पठाएर हामीलाई अल्मलाएर दुईटा महामन्त्रीलाई अल्मलाएर त सक्नु होला सिङ्गो देशभरिको काङ्ग्रेसका कार्यकर्तालाई कसरी अल्मलाउने हो सिङ्गो देशलाई कसरी अल्मलाउने हो 22-23 वर्षका नौजवानहरू सडकमा आएर भइरहेको सत्ता फालिदिसक्यो यत्रो सत्ता फालिदिसक्यो त्यही पनि हामी चेतेका छैनौँ संसदबाट तानेर ल्याएर सडकमा राखिदिएर पछि चुनावमा जाँदा त्यही पनि हामी चेतेका छैनौँ हामी चेप्छौँ चाहिँ कहिले हामी के भयो भने चेप्छौँ त्यस कारणले गर्दाखेरि नै पार्टीको म तमाम सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु धैर्यता राख्ने र म साथीहरूलाई अन्त्यमा आग्रह गर्छु विशिष्ट अवस्थामा हामीले विशेष महाधिवेशन गर्दैछौँ तपाईहरुमध्ये थुप्रै साथीहरूले नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिभित्र बसेर काम गर्ने इच्छा प्रकट गर्नुभएको छ त्यसकारणले गर्दा हिजो मनोनयन गर्दै गर्दा खुला गर्दै गर्दा सयौंको संख्यामा साथीहरूले इच्छा प्रकट गर्नुभएको छ म तपाईहरुको इच्छाको सम्मान गर्छु तपाईहरुको अधिकार पनि हो तपाईहरुले तर म तपाईहरुलाई अनुरोध गर्छु मेरो अनुरोधलाई स्वीकार गरेर तपाईहरुले हिजो नै मनोनयन पत्र दर्ता गर्दै गर्दाखेरि पार्टीभित्र अहिलेको अवस्थामा सर्वसम्मति निर्माण गर्नका लागि म स्वेच्छाले नै मेरो मनोनयन फिर्ता लिन तयार छु भनेर केही घण्टाभित्र हामीले महाधिवेशनको प्रक्रियालाई पुरा गर्नु छ निर्वाचनको प्रक्रियालाई पुरा गर्नु छ निर्वाचन समितिका साथीहरूले अब हामी धेरै समय दिन सक्दैनौँ भनेको भने गर्नुभएको उहाँहरूको आफ्नो सबै कामहरू टुङ्गिसकेको छ अब केही समयमा उहाँले मैले भर्खर सोधेको थिएँ निर्वाचनको कार्यतालिका बाहिर प्रकाशित गर्नुहुन्छ नामावली बाहिर प्रकाशित गर्नुहुन्छ त्यस पछाडि हामीहरू त्यसलाई निर्वाचनको प्रक्रियामा अगाडि बढ्छौँ तपाईँको सबैको साथ र सहयोग भयो भने हामी सर्वसहमतिबाट नेतृत्वको निर्वाचन गर्ने प्रक्रिया यो बेलामा कोही पनि साथीहरूले कहीँ पनि नअल्मलिकन तपाईँहरू एकजना साथीले पनि नअल्मलिकन चाहिँ त्यो बेलामा त्यसलाई बाहिर सार्वजनिक रूपमा मेरो नाम परेन मेरो यो भएन भनेर भनिदिनु भयो भने त्यसले मलाई अत्यन्त धेरै चित्त दुखाउँछ यो बेलामा तपाईँले यो चित्त दुखाइदिने काम गरिदिनुहुन्न भन्ने कुराको म अपेक्षा गर्छु किनकि यो लडाइँ हो यो अभियानबाट यति भरोसा दिलाउँछु संविधानमाथि विश्वासको आधारमा नेपालको कानुनमाथि विश्वासको आधारमा पार्टीको विधानमाथि विश्वासको आधारमा यो विशेष महाधिवेशनले जे निर्णय गर्छ नेपालको संविधानले पनि उसैलाई मान्छ नेपालको निर्वाचन झन्डा के होला रुख के होला अरे बाबा काङ्ग्रेस दुईटा भएन झन्डा के होला रुख के होला भन्ने हुन्छ काङ्ग्रेस एउटै छ यही रहन्छ कहाँ जान्छ कसले लान्छ नेपाली कङ्ग्रेसको प्रत्येक साथीले सोध्ने बेला आएको भने उभिने कहाँ हो अब उभिने यो बेलामा नेपाली कङ्ग्रेस पार्टीको यो ठाउँमा जहाँ काङ्ग्रेसको आत्मा छ यहाँ उभिने हो कि जहाँ सबै कुरा सकिसकेको छ त्यहाँ गएर उभिने हो भन्ने कुरा किनकि सोच्नु पर्यो नि हामी हिजोको दिन छैन हामीहरू पार्टीको साथीहरू बसेर आफ्नो तपाईँले मेरो कुरा सुनेर मैले तपाईँको कुरा सुनेर हुँदैन पार्टीभन्दा बाहिर ठुलो दायरा छ ठुलो फराकिलो छ त्यो पार्टीभन्दा बाहिरको दायरामा रहेका मानिसहरूले पार्टीलाई मान्यो भने पार्टीको अस्तित्व रहने रहेछ भन्ने कुरा हामीले बुझेर आयौँ त होइन सुनेर आयौँ त सिकेर आयौँ त त्यस कारणले गर्दाखेरि आज सबले हेरिरहेको छ एउटा विश्वास दिलाउँछु भरोसा दिलाउँछु फेरि भन्छु ग्रासरुटमा रहेको काङ्ग्रेसको समर्थक सुरेश मात्र होइन यहाँबाट बाहिर निस्कनुहोस्
त्यो भ्रिकुटी मण्डपको चिया पसलमा जानुस्, त्यहाँभन्दा बाहिर जानुस्, पुतली सडकमा जानुस्, हिँडेर जानुस्, बस छोडेर टेम्पो छोडेर आज पठाउ छोडेर बेलुका घर फर्कनुहोस्। तिमी कहाँ उभिएका थियौ भनेर भन्दै गर्दा, यहाँ उभिएका थियौ भन्दै गर्दा तपाईँलाई कसैले पनि गाली गर्दैन। केही दिन अगाडि काङ्ग्रेस भनेर भन्दै गर्दा हाम्रै नेताहरूले साथीहरूले भन्नुहुन्थ्यो, आजभोलि त गाउँ बजारमा गएर काङ्ग्रेस भनेर भन्दै गर्दाखेरि पनि हिजो पञ्चायतकालको मण्डलले जस्तो व्यवहार गर्न थाले भन्दै हुनुहुन्थ्यो। त्यो आज नेपाली जनता जिन्दाबाद 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 नेपाली कांग्रेस जिन्दाबाद 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 नेपाली जनता के भन्छ राजनीतिक लहर यत्रो जनताको लहर हुँदा नै राजनीतिक किसिमले नै यो दिन नै कार्य समिति भङ्ग भयो। उहाँहरूले कसलाई कारवाही गर्नुभयो? महामन्त्री अब उहाँ निर्विरोध काङ्ग्रेसको निर्विरोध सभापति भइसक्नु भएको छ गगन थापा। उहाँ महामन्त्री अब आज प्रक्रिया पुरा हुन्छ यहाँबाट। त्यसपछि निर्वाचन आयोग पनि नजानु पर्ला, किनभने निर्वाचन आयोगको आफ्नो प्रक्रिया छ। मैले अघि भने जस्तै 5देखि 7वटा धारा कुर्सीमा बस्दाखेरि लडाइँ हुने हो कि भन्ने पनि प्रश्न छैन। अब त्यो दुईटा राख्नुपर्ने भयो। अब हेर्नुहोस्, यस्तो छ, तपाईँलाई म एउटा सानो प्रसङ्ग भन्छु। अल्बर्ट आइन्स्टाइनलाई जब उहाँले सापेक्षताको सिद्धान्तको बारेमा जब उहाँले लेख्नुभयो, स्टालिनलाई यो कुरा मन परेन। स्टालिनले जब द्वन्द्वात्मक भौतिकवाद छँदैछ तब किन सापेक्षताको सिद्धान्त चाहियो भनेर स्टालिनले 100वटा किताब लेखाउनु भयो वैज्ञानिकहरूसँग। अल्बर्ट आइन्स्टाइनलाई सोधियो कि तपाईँको विरुद्धमा त स्टालिनले 100वटा किताब लेखाउनु भएको छ, अब त तपाईँ गलत हुनुहुन्छ होला नि त। अल्बर्ट आइन्स्टाइनले भन्यो, होइन म गलत भयो भने त एउटै किताब काफी हुन्थ्यो नि त, 100वटा लेख्नै पर्दैन थियो। त्यही प्रसङ्ग हो यहाँ कारवाही गर्ने यो भन्ने त्यो सब गलत हो। यदि गलत भयो भने त एकजनाले बोलेको कुरा गलत हुन्छ होला नि त। यहाँ सही ढङ्गमा विशेष महाधिवेशन एउटा विधान सम्मत जनस्तर सम्मत गरेको छ। र अन्तिममा म के भन्न चाहन्छु भन्दाखेरि जुन पार्टीले आफूभित्र खालि आन्तरिक व्यवस्थापन मात्र गरेर बस्छ त्यो पार्टी समयअनुसार मरेर जान्छ। यो विशेष महाधिवेशनले चाहिँ असहजतालाई स्वीकारेर एउटा परिवर्तनको लहर ल्याएको छ र त्यो परिवर्तनको लहर भनेको उज्यालोमा किरण बनेको छ नेपाली काङ्ग्रेस। र गगन थापा आज हाम्रो निर्विरोध सभापति बन्नुभएको छ, आधिकारिक यही हो। अब त्यहाँको लडाइँ झगडा भनेको पुरानो
नेतृत्व समूहको मनोविज्ञान तपाईँ हेर्नुहोस्। पुरानो नेतृत्व समूह मनोविज्ञानले के भन्छ भन्दाखेरि चाहिँ परिवर्तनको पक्षमा पुराना समूहहरू कहिले उभिँदैनन्। उहाँहरूलाई अप्रासङ्गिक हुनु चाहिँ राम्रो लाग्छ, तर अनिश्चिततामा चाहिँ उहाँहरू बाँचिराख्नुहुन्छ। त्यही अनिश्चिततामा बाँचिरहेको हो। विशेष महाधिवेशनले निश्चितता ल्याएको छ, सुनिश्चित गरेको छ, हक अधिकार ल्याएको छ र काङ्ग्रेसलाई नयाँ जीवन्तता दिएको छ। हाम्रो आदरणीय प्रदीप गिरीजीले भन्नुहुन्थ्यो जो पार्टी आफूमा इमान्दारीपूर्वक बहस गर्दैन त्यो कुहिएर जान्छ। चुनाव हारेर पार्टी सकिने होइन, आफूमा इमान्दारी बहस नगर्ने पार्टीहरू सकिन्छ। त्यही कुरा हाम्रो अबको निर्विरोध सभापतिले हिजोदेखि यही कुरा भन्दै आइरहनु भएको छ। हामी इमान्दारी बहस गरिरहेका छौँ र पार्टीलाई एउटा दिशामा दिएको छौँ। मैले फेरि दोहोऱ्याउन चाहन्छु, पार्टी फुटेको होइन, उहाँहरू छुटेको। हस्, धन्यवाद।